गाइज कर्णाली र जनकपुर बोर्ड्स बीच भइरहेको गेममा एम्पायरले यहाँ बहुत ठुलो गलत डिसिजन दिएका छन्। यो बल एलबिडब्ल्यू छैन, ब्याटको मिडलमा लागेको छ, तर एम्पायर बुद्धिबहादुर प्रधानले आफ्नो औला उठाएर आउट दिएका छन्। यहाँ बलरले मात्र अपिल गरेका थिए र यहाँ 6.75 बलमा यो भएको इन्सिडेन्ट र यो एनपिएल अगाडि बढाउनु छ भने क्यानले चाहिँ यसको ध्यान दिनुपर्ने छ। ल यो भोइस सुन्नु त यो हो कि होइन भनेर। Oh no. Oh no, 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 no. I'll tell you what, I don't know what Basisto saw to go up for that, because it hasn't hit pad at all. It's straight off the middle of the bat. It's 29 for 4. र गाइज यो एनपिएल भरि हाम्रो एम्पायरहरूले बहुत ठुल्ठुलो गलत डिसिजन दिएका छन् र आजको पनि यो डिसिजन गलतै थियो र यो कुरामा चाहिँ क्यानले बहुत महत्त्वपूर्ण ध्यान दिनुपर्छ है।